हेलो गाइस, गुड इभिनिङ, नमस्ते। आई होप सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला, आराममा हुनुहुन्छ। हामीहरू यति बेला साइप्रसको एउटा गाउँमा छौँ। मेरो साथी हुनुहुन्छ पछाडि, विक्रमजी हुनुहुन्छ। मेरो चाहिँ दाङको रामपुरको चाहिँ एकदमै राम्रो साथी अनि हाम्रो चाहिँ भेटघाटी भएको हुनाले हामी चाहिँ सँगै चाहिँ आज घुम्ने वातावरण बनाएको छ, खुसी लागिरहेछ। विक्रमजी, हजुर के भइरहेछ? हामी आज घुमफिर भइरहेछ, हेर्नुहोस् मजा लागिरहेछ। लागिरहेछ। साइप्रसको लाइफ चाहिँ अब रमाइलो छ भनौँ है। हजुर, टक्क पारिलो घाम लागिरहेछ, चिसो चिसो मौसम। अनि आज हामी यता घुम्न आएको ठाउँमा चाहिँ यस्तो पोखरा रहेछ क्या, यहाँ पुरा पोखरी, मतलब पानी यही उम्रेको रहेछ है। यो दाङको कुन पोखरी याद गर्नुभयो यो हेर्दाखेरि? दाङको ठ्याक्कै यो पोखरी हेर्दाखेरि म अब चरिङ्गेर दाङ रामपुरको मान्छे भएर मैले चाहिँ यो सबै तालहरू चाहिँ याद गरेँ। खास गरी चाहिँ मेरै गाउँको नजिकै भएको हुनाले भोटेद्वारा चरिङ्गेद्वारा चाहिँ याद आयो क्या मलाई यो देखेर। हजुर, युरोपको लाइफ चाहिँ युरोपको लाइफ चाहिँ ठिकै छ, अब त्यस्तै छ होइन। अहिले चाहिँ गर्मी छैन, एकदम राम्रो मौसम छ। यतातिर हेर्नुहोस्, सर देख्न सक्नुहुन्छ तपाईँहरूले हरियाली छ होइन। अनि पुरै नेपाल जस्तो यार। साइप्रस आउने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? साइप्रस आउने नेपालीहरूलाई त के भन्नु, अब आउनुहोस् भन्न चाहन्छु म। रमाइलो गर्नुहोस् होइन। आजलाई यति नै हो साथीहरू है। फेरि नेक्स्ट भिडियो लिएर चाहिँ हामी आउँछौँ। रमाइलो कुराकानी भइरहन्छ। दाङको साथीहरू अन्यत्र जहाँ पनि हुन्छ साथीहरू, म चाहिँ भिडियो हालिरहेको हुन्छु, ब्लग पनि बनाइरहेको हुन्छु। युट्युबमा पनि मेरो हुन्छ, टिकटकमा पनि, सबै ठाउँमा हालिरहेको छु। सबैजना साथीहरूले भिडियो हेर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला गाइस। फेरि म अर्को भिडियो लिएर फेरि उपस्थित हुन्छु। आजको लागि यो भिडियो यति नै छ। थ्याङ्क यू भेरी मच। सी यू नेक्स्ट भिडियोमा है गाइस। ओके, बाई बाई।